तेस्रो दिन बिहान 8 बजे। बिहान 9:30 बजे। म त कस्तो गरेर घरको याद आयो कि पहिला दसैँमा त नयाँ लुगा लगाउनु पर्थ्यो। अहिले त केही नयाँ लुगा छैन, सबै बिग बसले लैजायो। किन चाहिँ कोच छोडिदेऊ न। अब यो दसैँमा बिग बसले मेरो पनि त चिप्स स्न्याक्सहरू डल्लै लग्दै बिग बसले मलाई पनि सुटिरहेको छ कि त्यो कुरामा। त्यो कुरा त छोडिदेऊ। नरुवा न तिमी, नरुवा। तिमी पनि मेरो बहिनी जस्तै छौ, नरुवा न। उठा के गर्नु बसेको। बिहान 11:37। बिग बस, तपाईहरु सबैजनालाई दसैँको हार्दिक बधाई दिन चाहनुहुन्छ र यही दसैँको उपलक्ष्यमा तपाईहरु मध्ये एकजना सदस्यले आफ्नो सबै सरसम्मान पाउनु सक्नुहुनेछ। र त्यो सदस्य को हो? त्यो तपाईहरुले आपसमा विचार गरेर बातचित गरेर, चाहे बहुमतमा होस् चाहे आपसी सहमतिमा होस्, तपाईहरुले बिग बसलाई एकजनाको नाम दिनुहोस्। र याद गर्नुहोस् कि जो सदस्यको पनि तपाईले नाम लिनुहुन्छ उसले आफ्नो सरसम्मान त पाउँछ नै, साथै अग्लो टास्कमा उसले एउटा ठुलो एडभान्टेज पनि पाउनेछ। हैन, अब सबैजनाले एक जना गर्दै भनौँ न को चाहिँ डिजर्भ गर्छ। म त अफकोर्स आफ्नै लिन्छु, किनभने आई डिजर्भ। हैन, आफ्नो बाहेक अर्कैको कसैको नाम ल्याऊ न। ल त्यसो भए म बाहेक अरू भन्यो भने चाहिँ मिना खान, किनभने उसित क्लोज पनि छु म हो। अनि ऊ मेरो क्लोजेस्ट फ्रेन्ड अहिलेसम्मको चाहिँ। अब कहाँ हो? म त बिहान पनि कति रुको छु। अब मलाई दसैँको लुगा मलाई चाहिन्छ नि, नयाँ लुगा त अब हुँदैन। कहाँ म कति बिहान रुको छु। मलाई कस्तो घरको याद आउँछ। हेर पनि हुँदैन नि त, हामी सबैजना त समान तर त म आफूले म ठिकै हो, त्यो पनि ठिकै हो। तर आफूलाई पनि चाहिन्छ समान। हैन, अरूलाई चाहिँ नमिट गर्नु पर्यो नि त। त्यही त तिमीले भन्नु पर्यो कोलाई चाहिँ भोट गर्छौ, कोलाई चाहिँ लिडर बनाउँछौ। तिमीहरू चाहिँ जेसुकै गर, कोलाई दिन्छौ त्यसलाई गर, तर चाहिँ मलाई चाहिन्छ नि। मलाई लाग्छ म डिजर्भ गर्छु, किनभने भ्युजहरूलाई इन्टरटेनमेन्ट चाहिएको। हैन, अरूहरूलाई त भन्यो त, उलाई भन्यो, अर्कोलाई भन्यो। हैन भन्दिछु त, मैले आफूलाई डिजर्भ गर्छु। हैन मैले भनेको नि त, म त किन डिजर्भ गर्छु भनेर, त्यो मात्र भनेको भन्दै थिएँ त। मलाई लाग्छ बिग बस म बाहेक अरू डिजर्भ चाहिँ करिश्मा तन्तनातन, किनभने उसले भनेको जस्तै त्यो चेपको कुरा होइन कि यो घरमै भेटेको हामी पनि दुईजना, हामी बाहिरको साथीहरू होइन त, यहीँ घरमै भेटेको। त्यस्तो त भन्नु भएन नि त। होइन त्यहीँबाट झल्किन्छ क्यारेक्टरहरू चाहिँ। तिमीहरूको साथी अहिलेसम्म कोही भएन भनेर अब हामी बाहिरको बिग बस
मलाई लाग्छ करिश्मा तन्तनातन मभन्दा डिजर्भ गर्छ द्याट्स इट मलाई यस्तो लाग्छ यस्तो साथी चेपाचेप भयो भने चाहिँ कसले पनि कन्क्लुजनमा आउँदैन होइन बरुभन्दा एउटा कुरा गरौँ आफूलाई किन त्यो सामान चाहिन्छ त्यो डल्लै रिजन दिउँ होइन अन्तखेरि लेट्स डु द्याट होइन ल ओके सो म स्टार्ट गर्छु होइन किन मलाई चाहिँ त्यो सामान चाहिएको फर्स्ट अफ अल मेरो पुरा ब्रान्डेड सामानहरू छ मैले त्यतिकै लगाएन भने त्यो कुहिएर मात्रै जान्छ होइन ढुरी लाग्छ त्यो सामानहरूमा एज नो होइन त्यस्तो सामानहरू पुरा छ अन्त मेरो मेकअप सेट त्यो उइस एक्सपायर्ड हुन्छ डल्लै एक्सपायर्ड हुन्छ मैले कति ल्याक्समा किनेको थिएँ स्ट्रेट अवे फ्रम इटली यु नो म त बिहान पुरा रुको छु मेरो आँसु खालि वेस्ट हुन्छ मलाई त चाहिन्छ नयाँ लुगा मैले त अघि भनेको छु भ्युयर्सहरूलाई इन्टरटेनमेन्ट चाहिन्छ म इन्टरटेनमेन्टमा केही कसर छोड्दैन त्यति भन्नु छ मलाई त लुगा चाहिन्छ आई थिङ्क म चाहिँ के भन्छ झगडा लाउनुमा राम्रो छु हो अनि उयो भ्युयर्सहरूलाई पनि म अलिकति भए पनि खुसी हुन्छ झगडा हुँदाखेरि हो अन्त या त्यति मलाई त्यो स्न्याक्समा मेरो त्यो स्न्याक्स फेभरेट हो तिमीहरूलाई यति एक सब्जी भए पनि दिन्छु तिमीहरूलाई केही पनि नभने मलाई भयो अब मलाई केही चाहिँदैन स्न्याक्स बिना मलाई केही चाहिँदैन भयो मेरो एउटा सामान हो जेल कपालमा लाउने जेल अनि एउटा हो मेरो पेन्ट एक हर्केस पेन्ट प्यान्ट सर्ट जुत्ता मोजा अझै जेलहरू कति छ अझै जेलहरू पनि म पुरा जेल लगाउँछु जेल बिना म बाँच्नै सक्दिनँ त्यति हो होइन सबैको रिजन त सुने होइन मैले एकवटा गरेर आई थिङ्क सो मिना त मेरो दुश्मनै हो यु गाइस नो द्याट होइन तर पनि हामी साथी भएर बसौँ होइन जति सक्दो अनि सबैको रिजन भन्दा चाहिँ मलाई मिनाकै रिजनै भ्यालिड लाग्यो होइन सो लेट्स गिभ इट टु हर ल डल्लैजनाले दिउँसो 12:10 बिग बस अब तपाईँहरूबाट त्यो नाम जान्न चाहनुहुन्छ जसले तपाईँहरूको अनुसार आफ्नो सरसामानको हकदार हो मिना अब तपाईँ स्टोर रुममा गएर आफ्नो सामान लिन सक्नुहुनेछ दिउँसो 2:15 बिग बसले तपाईँहरू सबैजनालाई दसैँको हार्दिक शुभकामना दिँदै तपाईँहरूलाई आफ्नो सबै सरसामान पाउने मौका दिइरहनु भएका छन् बिग बस तपाईँहरूलाई एउटा कार्य दिइरहनु भएको छन् जसको नाम दसैँ किरा हो दसैँको समयमा हामीले दसैँ किरा देखेपछि दसैँ किरा मलाई लुगा ल्याइदे भन्ने गर्दछौ यसै प्रकारले यस कार्यमा किनकि मिना खानलाई तपाईहरूले अघिल्लो कार्यमा जिताउनु भयो त्यसैले गर्दा मिना खानलाई यस कार्यमा दसैँ किराको भूमिका निभाउने छ समय समयमा बजर बज्दा एकजना दसैँ किराकोमा गई आफ्नो सम्मान पाउने बिन्ती गर्छ र दसैँ किराले उसलाई भिन्न कार्य दिनेछ कुनै सदस्यको सरसामान दिनु या नदिनु दसैँ किरामाथि निर्भर छ गुड लक बिग बस साँझ 4:25 फोकटे पाइँदैन तिमीहरूले जे गर्नुको लागि पनि मेहनत गर्नुपर्छ लुगा पाउनुको लागि पनि मेहनत गर्नुपर्छ सो भन्न के गर्नुपर्छ हामीले नो त्यस्तोहरू केही गर्नु पाउँदैन म भन्छु तिमीहरूलाई के गर्नुपर्छ फर्स्ट तिमीहरू लाइन लाग सो फर्स्ट इज भुजा मिश्रा तिमीले रेड लिपस्टिकले यहाँ पनि सर्कल बनाऊ नट ट्रायङ्गल है सर्कल त्यहाँदेखि यहाँ पनि सर्कल बनाऊ यहाँ पनि त्यहाँदेखि दुईवटा यस्तोमा बान दुईवटा
मिस्टर थुक्ला जाऊ त गुलाब्स र पारसलाई बोलाइकिन आऊ भित्रबाट त्यसरी पाउँदैन त बसिरहनु तो करिश्मा तन्तनातन तिमी उठ बस गर 30 टाइम्स बरु म प्लिज खुट्टा दुख्छु कि 20 टाइम्स त्यो आउँछु नि 30 त पुरा बन्द खुट्टा दुख्छ फेरि ल ल ल बट छिट्टो गर मलाई छिट्टो चाहिन्छ 20 टाइम्स कान पक्रेर है या 1 2 3 4 11 12 13 14 15 16 17 18 19 20 very good सामान प्लिज सामान अहिले नै कहाँ त्यस्तो कहाँ पाउँछ भित्रबाट एक ग्लास पानी ल्याइदिकिन आऊ त प्लिज तिमी त्यही 9 बस तिमी त्यही केटीको गेटअपमा आऊ दुईजनालाई गराइहाल्छु म साह्रै बोरिङ भइसकेँ तिमी पारस गुलाब्सलाई प्रपोज गर गुलाब्स म तिमीसँग एकदम माया गर्छु म तिमीसँग नेपाल पनि जान्छु आई लभ यु गुलाब्स म तिमीलाई एकदमै माया गर्छु कि तिमी मेरो गर्लफ्रेन्ड हुन सक्छौ भयो आम्मा के दिउँ यिनीहरूलाई चाहिँ थ्याङ्क यू सो मच अरू के गर्नुपर्छ एकछिन पर्ख तिमीहरूलाई के दिउँ भन्दाखेरि तिमी पुसअप्स गर 10 टाइम्स हो सो तिमी के गर भन्दाखेरि वरिपरि घुमिबस उफ्रिँदै 1 2 3 4 5 6 7 8 छिटो 9 10 या तिमी गर्दै भित्र जाऊ अन्त तिमी पनि रेस्ट गरेर जाऊ एकछिन या गुड सो तिमीहरू दुईजनाले एक अर्काको जति शब्द हुन्छ त्यति बुढाइ गर जसले ज्यादा बुढाइ गर्छ म हेर्छु लुगा दिनु कि नदिनु उरा त म कुनै कस्तो लाग्छ बेउरा पनि कुनै कस्तो छ आफुलाई चाहिँ कसले भन्ने नि हैन तिम्रो बेउरा अर्कै टाइपको छ नि त आफुको चाहिँ आफुलाई चाहिँ कसले भन्दिने के भुजा रे नाम सादा भुजा हो कि पिरो भुजा म खट्टा मिठा हो मलाई त पिरो भुजा जस्तो लाग्छ नि त अनि म त खट्टा मिठा हो नि त तिमीलाई चाहिँ के अन्त म तिमीसित पर्सनली बात मार्दैछु अन्त किन खट्टा मिठाहरू भन्नुपर्छ अन्त किन चाहिँ पिरो भुजा हो कि गुलियो भुजा हो भनेको आफू भन्छु नि त एक्सप्लेन तिमी इंग्लिश फाडा कि जेसुकै फाडा तिम्रो म इंग्लिश फाडेको हैन मैले तिमीलाई भनेको कि स्पेनिश ल्याङ्ग्वेज भने जहिले पनि स्टाइलहरु गरिबस् स्टाइल पर्दैन त लु लैजाऊ दुईजनाले आफ्नो आफ्नो सामान कङ्ग्रेचुलेसन थ्याङ्क यू साँझ 5 बजे तिमी पनि केटी जस्तै साडी लगाइकिन हो चुन्नीले अन्त अलिअलि हल्का हल्का लिपस्टिक लगाइकिन हौ त्यति सो तिमी के गर भन्दाखेरि अङ्कल पोकरको डल्लै ड्रेसअप गरिकिन हौ नट डल्लै बट अनुहारहरू त्यही अङ्कल पोकरको
साँझ 6:15 फर्क एकछिन त्यहीबाट क्याट वक गरिकन भन्दा यहाँ डान्स गर्नु थाल लु डान्स गर ए थुक्ला 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 अझै भएको छैन अझै मजाले केटी जस्तै थुक्ला अलिक मजाले भएको छैन म तिमीलाई सामान दिनु पनि सक्दिनँ है सिधा थुक्ला अलिक मजाले गर या पारस बाप्रा पारस बाप्रा तिमीले राम्रो गर्यौ तिमीले लुगा पाउँछौ आफ्नो सामान ल्याउनु पाउँछौ तिमी लुगा फेर हो अन्त अहिले एकछिनमा लास्ट चान्स दिन्छु म त्यति लुगा फेरिकन आउँछौ पारस बाप्रा तिमीले पुरा भन्दा पनि पुरा राम्रो गर्यौ सो तिम्रो सामान थ्याङ्क यू नमस्ते म हो अङ्कल पकर भन्नुहोस् म त मेरो सामान पाउनु तपाईँहरूको लागि के गरिदिनु तपाईँले के पनि गर्नु पर्दैन खालि तपाईँ अङ्कल पोकर हो दसैँको टाइम पनि छ सो तपाईँले मजाले एउटा नेपाली गीतमा मजाले डान्स गर्नुहोस् नेपाली गीतमा पोको तपाईले सामान लैजाउन सक्नुहुन्छ हुन्छ थ्याङ्क यू साँझ 6:37 हुनु त मेरोमा अप्सन छ तपाईलाई नदिने तर दसैँको टाइम हो सबैजनाले आफ्नो आफ्नो सामान लगिराख्छ सो तपाईले के गर्नु भन्दाखेरि नि मेरो तारिफ गर्नु म जबसम्म थाक्दिन मैले जबसम्म भयो भन्दिनँ त्यति बेलासम्म तपाईँले तारिफ गर्नुहोस् मेरो लु स्टार्ट कस्तो राम्रो हुनुहुन्छ काला पेन गोलो गोलो रातो बसेको डिम्पल पनि चिटिक्क परेको ओठ हेर ओठ क्या मिठी अनि नाकेर नाक ओके न मेकअप पनि काकिन्छ बिचको लिभर हो कि न अहिले राम्रो देखेको छ कि छैन हो कि न तपाईहरुले यस्तै पाराले गर्नुभयो भने बिग बस पनि जित्नुहुन्छ अनि हेर्नु नअनेर जित्ने छ कि छैन लुगा हेर न लुगा ब्रान्डेड हो कि होइन नाक फुल्यो कसले थाप्देऊ मेरो लुगा पाउँछ लुलुला भयो तिमीले पाउँछौ राम्रो गर्यो मेरो तारिफ मलाई पुरा राम्रो लाग्यो सो लैजाऊ धन्यवाद बेलुकी 7 बजे बिग बस भन्नु चाहनुहुन्छ कि आजको कार्य यही समाप्त हुनेछ अनि यस कार्यमा सबैजनाले आफ्नो आफ्नो सरसामान पाउनु भएकोमा बिग बस तपाईहरुलाई धेरै बधाई दिँदै ह्यापी दशहरा भन्न चाहनुहुन्छ।